यो चाहिँ खाल्सेको ब्लग है। यो हाम्रो बाख्राको गोठ, यो कटेज, यो चाहिँ कटेज हो जुन चाहिँ बन्द छ। अब तल जाउँ। यो हाम्रो बारी भयो, यो घर, यो भयो किचन। यहाँ हुनुहुन्छ आमा, यता माइजू हात चाट्दै हुनुहुन्छ। हेर्ने भोलि पर्सि आमा यहाँ काम गर्दै हुनुहुन्छ। त नि जाने आएर चौके त्यही चिनो बनाएर राख त नि क्या अहिले त भोलि पर्सि Two beautiful people. कफी सक्यो सबै Skin glow भइरहेको दामी भयो स्किन केयर पेसेक धसेको हेरी यहाँ तारा परेर चोरी चोरी हैन जलाइन। ओके, यो चाहिँ हाम्रो किचन। अब बाहिर जाउँ। यहाँ चाहिँ हाम्रो बाको रुम छ, त्यतिखेर चाहिँ जानुहुन्न अहिले चाहिँ। अब हामी जान्छौँ भित्र, मूलढोकाभित्र। हाम्रो घर जाँदा जाँदै अगाडि हाम्रो भगवानको पूजा गर्ने ठाउँ छ। यता हाम्रो भाँडाहरू छन् जुन चाहिँ माइजूले मिलाएर राख्नु भएको छ। यो हाम्रो मेरो स्पेसल खाट, लिभिङ रुम। यो म। अब हामी जान्छौँ आँटीतिर। यो हाम्रो आमाको रुम। यो हाम्रो बार्तली जुन चाहिँ अहिले ओ माई गॉड के हो यस्तो हो होरो। यताभित्र चाहिँ नजाम अहिलेलाई। बार्तली चाहिँ हाम्रो सानाको चाहिँ फेभरेट प्लेस हो। गाउँ आउने बित्तिकै त्यहीँ जाने गर्थ्यो, त्यहीँ बस्ने, त्यहीँ सुत्ने, त्यहीँ खेल्ने। तर पछि आगो लाग्यो अनि त्यहाँ जान छोडियो। यो हाम्रो भिआइपी रुम। यता चाहिँ मामा माइजूको फोटो कलेक्सन छ। आमा, मामा, माइजू। आज धेरै दिनपछि घाम लागिरह। यो चाहिँ हाम्रो खाट हो जुन चाहिँ किराले खाएर बाहिर निकाल्यौँ। यो हाम्रो रश्मि कुमारको घर तलको। यतातिर छ हाम्रो टोयलेट जुन टाढा राति जान डर लाग्छ। त्यताबाट आउने हो, पोखराबाट आउने बाटो रोबाट हुँदै। अब टेस्टिङको बारी, अब खानी हो। ल स्वस्ति यता पनि देखाउँ है। ल ओप्पाहरू कस्तो लाग्यो? कस्तो हुँदो रहेछ? भिडियोको लागि मात्र त होइन, अनेस्ट रिभ्यू। अर्कोचोटिबाट नि यसरी नै हाल्यो भने यता भ्लग बनाउने चक्कर हाम्रो मासु डढिसक्यो। प्लिज यसलाई उतार न। मासु त खाँदै नि हड्डी निस्किन्छ क्या। गाइस हेर्नु कोरियाको बुट चढे यहाँ। जेन्सले त ओप्पा भन्नुहुन्छ के रे। हड्डी छ फेरि। हड्डी त निकाल्न पर्छ फेरि अहिले सागसँगै निलेला। त उस कुरकुरे हड्डी होला। क्या हो ल है त। टुङ्गु 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 बुट्टा बढेर के त्यसरी खाने हो? ल आधा आधा एक बाइट होइन खानुहुन्छ। हड्डी छ रियाक्सन आउँछ बिस्तारै। चबाउनु चबाउनु
अब यो चबाउनु यो मुख सबै हाल्नु मुखमा त्यसरी त चबाउने नौ सबै हाल्ने हो अम्मै मम्मी त निल्नु न फुल के आमा मुख हाल्ने पुरै पुरै कट्न परेन मासु जानु पर्यो ठिकै हो ठिक छ होइन आमालाई अलिकति डन्ठी भयो क्या आमालाई डन्ठी त्यही भएर मुखै बिगार्नु गाइस यहाँ साग हालेर दिएको मन परेन खानु खानु बन्ची कोरिया जान क्यान्सल भयो गाइस यो त यो खानु यतापट्टि खानु मन परेन आमा परीक्षा मिठो छ निद्रा लाग्यो झुल्नु आयो क्या त्यो त निद्रा लाग्यो हड्डी परेछ आमाहरू त्यही भएर भनेको त नि हड्डी परे नानीको चबाउँछु पनि चबाउँछु नसक्नु हो त्यही ब्ल्याक मनाउनु पछाडि ब्याकग्राउन्ड गाइस खाना यसरी 32 चोटि चबाएर खानुपर्छ बल्ल लाउँछ शरीरमा त्यही भएर हाम्रो आमा पहिला 36 हुनुहुन्थ्यो अहिले 40 केजी हुनुभएको छ हाम्रो बा हाई गुड हाई के रे भिडियो अरेको बा आमाको बिस्तारा वाह यस्तै यहीँ सुतिराखेको भएर होला नि रमाइलो होइन झुल टाँगेर खोसाल दिएर हाम्रो चाहिँ अब सुत्ने बेला भयो जेन्स त स्किन केयर मतलब क्लिन्स गर्न लाउनु हो फेस सस्ती हाई भन्नु हाई अब हाम्रो सुत्ने टाइम भयो यहाँ चाहिँ जेनिसा र म यता चाहिँ एक्लै उहाँ चाहिँ बोयफ्रेन्डसँग बोल्न मोबाइलको मालिक नै आउनुभयो कति चम्केर आउनुभयो एक घन्टा भयो सुकेको भने होइन है अझै 2 घन्टा लाउला जस्तो गाइस अहिले हेर्नु बिहानको 8:36 भइसक्यो तर उहाँ चाहिँ अझै सुतिरहनु भएको छ स्वस्तिका कुँवर हाम्रो भात तरकारी पाकिसक्यो हो लाइले 10-11 बजीतिर खानु उठ्नु भनेको छिटो अन्त मामा घर आएको मान्छे सुत्नुपर्छ 24 हजुर आयो म त आएन स्किन ग्लो भइसक्यो धेरै दिनपछि यसो घाम देखेर बेसार काटौँ भनेर बेसार काटेको दिनभरि लाएर त्यहीमाथि कपालमा तोरीको तेल लगाएको टिन्टेले नहुने भनेर गर्मी भएर मर्नु ढाड पनि दुखेर बस्दा बस्दा तर बेसार काटेको भोलिपल्टै घामै लाएन घामले धोका दियो यहाँ चाहिँ माइजूले आफ्नो स्किल्स देखाउँदै हुनुहुन्छ है क्रिकेटमा आउट भएर नि आउट भएको मान्नु होइन लएर आफ्नै तालमै भाइले बलिङ गर्ने दिदीले ब्याटिङ गर्ने हाम्रो एक हप्ताको स्किन केयर चाहिँ सुरु भइसकेको छ है आज चाहिँ हाम्रो डे 2 हो तर हाम्रो डे 2 भन्दा अगाडि कन्टिन्यू हुन सकेन किनभने तेस्रो दिनमा त हाम्रो मुखमा पिम्पल आइहाल्यो त्यसपछि त मुख पनि नधोइ सुत्न थाले है यहाँ चाहिँ हामीले मामाले कोरियाबाट ल्याएको प्रडक्टको चाहिँ भरपुर इस्तेमाल गरिरहेमै हामीले चाहिँ स्वस्तिकाले लगाइदिँदै हुनुहुन्छ हामीले चाहिँ भलिबल खेलेर हात दुख्यो भनेर नाटक पाएर हामी दुईजनाले यस्तो लगाइदिने मान्छे पाएपछि अरू के चाहियो होइन गुड मर्निङ राम्रो ह्यान्डलको माथि चढ्यो बेसार सुकाएर हाम यता आमा मोल उठाइरहनु हो यताको ड्रेस सब फेरि
प्योर गाउँ पियर गाउँ गाउँले मान्छेहरू त्यस्तै हुन्छ त्यस्तो आज कस्तो राम्रो घाम लागिरह हिमाल पनि देखिरह साडीको दोकान खुलिरह रोजी रोजी कुन साडी लाउनुहुन्छ रोजी रोजी ब्रान्डेड लुगाहरू यो वाला लाथे के तिहार ओ माय गॉड ब्लाउज पनि ओ माय गॉड ब्लाउज अलि उ थियो कि मम्मीको त्यति बेला म पापाले थियो मम्मीको लिएर आएको थियो एक्स्ट्रा ए लगाएको के तिहार आज फोटोसुट गर्ने हो गाउँले भएर साडी लाएर गाउँ मूल बोकेर डोको बोक्ने मूल बोक्ने यो आम पार्टीको हो र यो हलको हाम्रो पोखरा देखिरह यहाँबाट अलि हाड छेक्यो आज चाहिँ हाम्रो मोल बोक्ने कार्यक्रम छ माइजूले मोल बोक्दै हुनुहुन्छ सुरुमा माइजू एकदम ट्यालेन्टेड बोकिहाल्नुहुन्छ हल्का सपोर्ट चाहिँ चाहियो है अब चाहिँ मेरो पाली मेरो चाहिँ भर गर्न हुँदैन ल है बोकेको देखेर हाँसिसके भएन अलि बोक्ने ढङ्ग पुगेन मेरो चाहिँ फेरि सेकेन्ड ट्राई है यो चाहिँ मेरो अब चाहिँ बोक्नु पर्छ त्यो ज्याकेट हेर भाइ ज्याकेट हेर खतरा च्यात्या तलतिर खोलेटोमा तीनजनाले दुई खेप मल लगिसकेपछि अब हामी जाँदै हौँ माझबारीतिर प्लिज गाइड गर्नु होला कता हो आमा आमा उसलाई हेल्प गर्नु त स्वस्तिहरूलाई ल म हिँडेँ है अगाडि हाम्रो गाउँको बाटो यस्तो अप्ठ्यारो मेरा चप्पल चप्पल चाहिँ मैले मामाको लगाएको अरू नपाएर आफ्नो साइजको त्यही भएर मेरो आधी खुट्टा बाहिरहन् भुइँमा यस्तो गाह्रो बाटो हिँडिरह म प्लिज मेरो चप्पलले साथ दिनुहुन्थ्यो कुकुरले पछि है यतै होला यसमा तल्लोमा मलाई नि हेरौँ है तानै कुकुर मऱ्यो त्यही माथि आएर त्यही उरिँदै आयो त हाम्रो अर्को भरियाको आइपुगे घरबाटै आएन नि कस्तो हावा लाग्यो कति राम्रो देखेको हरियाली बाबुबली घाँबाट आउँदै हुनुहुन्छ एकजना दुईजना मिलाएर एकजना उहाँले मलाई छोडिदियो भन्नुहुन्छ एक्लै आज म मेरो पुरानो माइती घर म जहाँ हुर्किएँ त्यो घर आउँदैछु भान्जीहरूलाई पनि लिएर आएको हाम्रो स्वस्तिका हाई भन्नुहोस् हाम्रो घर चाहिँ यस्तो छ आज हेर्नु मौसम एकदम राम्रो वाउ कस्तो राम्रो आकाश आई लाइक इट
उर्मिला हाई भन्देऊ ये मेरो बचपनको साथी एकदम राम्रो हिन् केटा खोज्दैछिन् हामी अब फोटो सुट गर्नको लागि गाउँको सबभन्दा माथि टुप्पामा पुग्न लागिरहेको छौँ आउँदैन म यस्तो वाउ कति राम्रो देखेको हेर्नु त मेरो साथीहरू फेरि गाउँको बाटो हिँड्न जान्दैनन् के हेर्नु यस्तो राम्रो आउँछ ओ हिमाल त यस्तो राम्रो आयो ल हेर्नुहोस् हाम्रो यहाँबाट पानी जान्छ है हाम्रो मेरो माइतमा यो माथिल्लो पानी यो खाल्सेको तल्लो ओ माई गॉड बजारमा बसेको यस्तो बाटो हिँड्न हुँदैन कि गाइस छोपिनी भएछ क्या पोखरा गाइस गाइस पोखरा त देखियो तर यस्तो 1 2 3 go दामी Hey. Go. माइजीको माइतमा चाहिँ खिरपाटी हो देखाए सस्ती खिरपाटी अपित नाइट भ्यू फ्रम खाल्से जुन चाहिँ एकदम अन्डर रेटेड छ यता पोखरा भयो यो पुम्देको डाँडा भयो जुन चाहिँ दार्जिलिङ जस्तो देखिरह खाल्सेमा चाहिँ होमस्टे बनाउनु पर्ने ठाउँ है हामी जेन्साको घर जाँदै हौँ यहाँबाट पनि भ्यू एकदम राम्रो देखिन्छ तल फुर्से होला माथि पुम्देको डाँडा यता मेरो घर छ खानुस् स्वस्तिका र अनिताको फेभरेट के हो चिया र बिस्कुट हो उता आमा हुनुहुन्छ बा हुनुहुन्छ बामा घर आएको बेलामा घर बाआमालाई नि भेटौँ भनेर हामी गएका थियौँ तल बाआमालाई भेट्यौँ एकछिन 1 घन्टा जति बस्यौँ चिया बिस्कुट खायौँ अनि फेरि हामी माथि गएर फर्किँदै गर्दा माइजूले घाँसको बारी होइन अम्रिसो बोकेर हिँड्दै हुनुहुन्छ पछाडि घाँस पनि छ जस्तो कति मेहनती हुनुहुन्छ हाम्रो माइजू घाँस काट्ने बाख्रा पाल्ने गर्नुहुन्छ यो बारीलाई घर छोडेर हामी जान्छौँ चौतारातिर काउरो टिप्नको लागि काउरोको अचार मिठो हुन्छ अस्ति भने म एक्लै चढेको थिएँ रुखमा चढ्न त सके झर्न नसकेर कताबाट झर्ने हो बल्ल बल्ल तल स्वस्तिकाले समातेर बल्ल झरेको हो आज भने माइजुनी साथी चढ्दै हुनुहुन्छ रुख भने काउरोको ठुलो हो माथि जान सकिँदैन त्यो तलकै आगोमा खुट्टा कामी राख्छ डरले तल खसिन्छ भनेर गाइस हामीले काउरो टिपेर भ्याइसक्यौँ अब खाना मात्र बाँकी होला काउरो रुख हाम्रो काउरोको नसक्ने आउनु हजुर बनाउन नि 1 2 3 गो मेन्टल हेल्थ राइट नाउ एउटा हातको बल यसले उचालेर स्वस्तिकालाई फालिदिन्छु अर्को हातको बल यसले जेनिसालाई उचालेर फालिदिन्छु Happy birthday to you. Happy birthday.
छैन कि यहाँ अलिकति भन्दा छिटो गयो खोइ छिटो माइज राम्रो गर न ल हुँदै भएन आफै ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे आमाले क्या लदाइछन् आगम परम भेट्टाउँदिनन् ती पनि बाँच्दिनन् अहिले भेट्टाएका बेला लदाउन् भन्ला छोरीहरूले न यस्तै खेतीपातीमा पर्छौ कि परौला झैँ त ला छैन त्यस्तै पढेर यत्रो यत्र गर अब त आफै नै बोल्न सक्छौ हामी बोल्दिन नि पर्दैन रोटी रेडी हुँदैछ है बट्टी बनाउने जेन्सा मेकिङ जेनिसा पौडेल रोटी नट पकिङ हामी आमा करामदेखि किन कराइक्यौँ माइजुमा पकाउँदैछन् पकाउनु पनि पर्यो हेर त यस्तो बिरामी मान्छे नि पकाखान खुट्टा खच्याङ खच्याङ गरेर अब भने हाम्रो रोटी हाल्न सुरु भइसकेको छ सुरुमा मैले रोटी हाल्दैछु रोटी भने सानो सानो गोलो गोलो भइरहेको छ हाम्रो भाइ पनि हन् रोटी सानो भयो भनेर पछि हामीले अर्को भाँडो ल्याएर हाल्यौँ त्यसमा भने रोटी ठुलो ठुलो भइरहेको छ म जस्तै रोटी पातलो बस्नु के माइजूले चाहिँ पहिलो रोटी हाल्दै हुनुहुन्छ गोलो बनाउनु भयो अब कोही अरूले तारिफ गर्दैनन् भनेर आफै तारिफ गर्दै हुनुहुन्छ भोलि भाइ बहिनीले रोटी हाल्न पानी भयो माइजूको हातको आमा त्यस्तो जान्ने आमाका नाति नातिनाले खाना पाउँछ आमा त राम्रै पल्लोमै गरिदिनु बेलुका मम्मीले पकाउँछिन् त त्यही हो मै हो बेलुका हाम्रो स्वस्तिको फर्स्ट ट्राई अलवेज कान्छी दिदी ब्लगमा आउँदै हुनुहुन्छ घाम लाहान अहिले अलि ल्याउनु माइजू स्वस्तिको अब सेकेन्ड ट्राई सितो रोटी देखेर कस्तो हुन्छ रोटी हेरौँ है त कान्छी दे उता उता मलाई पोल्दिए यिनीहरूले मिलेर छिटो यहाँ भइसक्यो यता जोडा
आर्टिस्ट आर्ट कस्तो राम्रो भएको थिएन काँडाको हाम्रो स्वस्तिको रोटी प्लेट हेर्नु न कान्छी त्यो राम्रो भएको नै पहिलो रोटी त हो भरेको रोटी हो कस्तो फिल भइरह मामा घरमा बर्थडे स्पेशल फिल पर्छ एकदम स्पेशल फिल अनि यता हाम्रो दिदी हाई दिदी हाई आई एम कुक हाम्रो यहाँ मासु पाक्दैछ है यता चाहिँ हाम्रो गेस्ट बर्थडेमा आउनुभएको गेस्ट सरी दिस अनि मलाई त हजुरहरूले चिन्नु नै भयो हो भनेर भनिराख्न आवश्यक छैन होइन यस भनिराख्न आवश्यक छैन तिम्रो मृग नैनी आँखा अनि तिम्रो के अवस्था उठा फेरि मेरो आउला आफूले कतिखेर खानु भइसक्यो ए छैन सबै लट्ठा पारिरहेको छ के सो एनर्जेटिक घुम्न या या फेरि खाना बसेर चाहिँ के हुन्छ सबैजना झुग्रा बगे आइज आएको यति बेला भयो उनीहरूलाई कति बेला हुने हो यहाँ कहिले पाक्ने होला त यो भोलिसम्म पाक्छ होला नि हो त नि यहाँ माथि राखेर मलाई के तासिन्छ फ्याट कहाँ ल ल त आगा बोलेको हटे हटाएको मान्छु ल हट्नु अनि हाम्रो कुक यिनीहरू एक्सचेन्ज भयो एउटाले कामको चित्त बुझेन पुग्दैन त नि के रानी आइ ओ माया पर्स सेन्ट मेसेज ओ माई गॉड माई मदर्स मदर्स mother sorry my mother asked me where is my son what is this behavior वाट आगो ल्याऊ oh why you जोसिङ आगो यार this is बखाले इंग्लिश ठीक छ के यादमा आते आउनु तिम्रो कहाँ जाने हो बोल्नु यहाँ 12 वर्ष नसुत्ने मान्छे हन् 12 जना एक मलाई डर लाग्छ कि यस्तो ठाउँमा त्यही भनेको हिजो डराएर कस्तो भएको यस्तो हुँदा रह बाहिर म त झोटो काटेर म पानी अनि क्यान बाहिर उताको झ्यालबाट थियो त डराउँदिन आगो हुन्छ त केही पनि डर हुन्न के लगाइ जान्छ पाकिसक्यो फाइनली अब लेट्स ट्राई इट बेलुकाको बारबिक्यू चाहिँ धेरै भएर हामीले बिहान चाहिँ फेरि त्यही पकाएर खाँदै हौ है त खाना आउनुहोस् ल कफल हाम्रो आफ्नै खेतबारीको कफल बारी हुन्छ नि बनलाई सरी बन रे मिस्टेक भयो कोही रुखमा हुनुहुन्छ हामी अब टिप्छौँ र प्लास्टिकमा हाल्छौँ अहिले चटनी बनाएर खानुपर्छ है कैसो ब्लग बनाउनु सोच्छु मैले घुम्नु सर र घुम्नुहोस् उए टिपेर यस्तो लास्ट गर्नु बाई बाई
हस् हस् हस्